म विदेशमा गएर कमाएँ भने महिनाको त्यही खाडी मुलुकमा गइन्छ। हामी धेरै पढे लेखा भएको मान्छे होइन, खाडी मुलुकमा गयो भने त्यही 50-60 हजार कमाइ हुन्छ महिनाको है। त्यो पैसा घरमा पठाइदिनु पऱ्यो। यहाँ भयो भने त सबै आफ्नो फ्यामिलीसँग रमाउनु पाइयो होइन। नभन्दा पनि 1-1.5 लाख पैसा मजाले हुन्छ महिनाको 1-1.5 लाख पैसा मजाले सबै खर्च गराएर महिनाको 1.5 लाख रुपियाँ हुन्छ। सस्तो खाना बेचेर पनि यति धेरै हुन्छ रहेछ होइन। भनेपछि अब जो पनि अहिले हाम्रो यङ एजमा खट्नु सक्नु पऱ्यो, यो ठाउँमा खट्नु सक्नु पऱ्यो। बिहान 4 बजीदेखि उठेर बेलुका 10 बजीसम्म खट्नु सक्नु पऱ्यो। पैसा हुन्छ यही ठाउँमा हुन्छ। तर साथीभाइसँग रमाउनु पनि पाइयो, हिँड्नु पनि पाइयो, खानु पनि पाइयो है। नेपाली भान्सा भन्ने चामल छ एउटा, हजुर त्यो हजुरहरूले देख्नु नि हुन्छ होइन, फोटो खिचेर लानु पनि पाउनुहुन्छ। अनि जय हो त्यो चामल भनेको तपाईँको अहिले 2600 छ। 25 केजीको बोरालाई 2600 छ। त्यस्तो खालको चामल हजुरहरूले यहाँ देखि नै रहनुहुन्छ अहिले देख्नुहुन्छ। दाल भनेको त तपाईँको अहिले 200 रुपियाँ किलो पुगेकै छ होइन। अब एक साग खाना दाल चाहिँ कुन दिनुहुन्छ? मैले एउटा कालो दाल लाउँछु हजुर मुसुरीको, एउटा रातो दाल मुसुरी। नमस्कार, मिसन मिडिया प्लस हेरेर बस्नुभएका तमाम दर्शकहरूलाई आजको नयाँ भिडियोमा स्वागत छ। र आज हामी खाजाको भिडियो बनाउने क्रममा चाबेलमा रहेको एउटा खाजा घरसम्म आइपुगेका छौँ। र यहाँ एकदमै सस्तो मिठो सफा सुग्घर खानाहरू उपलब्ध गराउँदै आउनुभएको छ। र अहिले हामीसँग हुनुहुन्छ यसै खाजा घरका सञ्चालक हुनुहुन्छ। उहाँसँग हामीले खाजा घरको बारेमा र खानाको बारेमा उहाँको बारेमा डिटेल रूपमा कुराहरू बुझ्ने नै छौँ। खानाहरूको आइटमहरू के छ, के पाउँछ यहाँ र कति दिनुहुन्छ, यसको प्राइजहरूको बारेमा पनि हामीले डिटेल कुरा तपाईँहरूलाई जानकारी दिने नै छौँ। तबसम्म हाम्रो भिडियो हेर्दै गर्नुहोला। र सर्वप्रथम उहाँलाई आजको भिडियोमा स्वागत गरौँ। स्वागत छ सर। नमस्कार सर, मेरो घर चाहिँ खोटाङ। हजुर नाम भनिदिनुहोस् न तपाईँको पहिला। नाम मानबहादुर तामाङ हो। हजुर मेरो घर खोटाङ हो, खोटाङ गाँसिला, वार्ड नम्बर 4 किप्लासगढी। म हाल यो काठमाडौँमा आएर होटल खोलेको चाहिँ लगभग 18 महिना जति छ। हजुर अनि यही राजधानी पेट्रोल पम्पको पछाडि अपोजिट साइडमा छ मेरो होटल चाहिँ। यसै गरी मेरो खानाको चाहिँ यहाँ एकदम खाना सुविधा छ, राम्रो छ। सबैजना जतिजना पनि आउनुहुन्छ उहाँहरूले चाहिँ सबैजनाले चाहिँ एकदम ठिक छ, मिठो छ भन्नुहुन्छ होइन। उहाँहरूलाई अब ठिक लागेर त ठिक होला भन्नु होला। र यो हाम्रो चिकन खाना भनेको 170 मा हो खाना सेट। ठिक छ, यसको खानाको बारेमा चाहिँ पछि कुरा गर्दै होला। अनि अहिले चाहिँ दिनचर्या चाहिँ कसरी बितिरहेको छ तपाईँको? दिन अहिलेसम्म त ठिकै चलिरहेछ सर। अब जस्तै हाम्रो भाइ बहिनीहरू काम गर्ने भाइ बहिनीहरूलाई तलब दिनु पाइरहेछ, सटर भाडा तिर्नु पाइरहेछ। खुसी नै छु म। अहिलेसम्म त राम्रै चलिरहेछ। अहिलेसम्म चाहिँ योभन्दा पछाडि अब के हो त थाहा छैन होइन। अनि स्टाफहरू कतिजना राख्नुभएको छ? स्टाफहरू मेरो मसँग अहिले 6 जना हुनुहुन्छ। 6 जना हुनुहुन्छ। अनि यो रेस्टुरेन्ट खोलेको कति वर्ष भन्नुभयो? 18 महिना भयो। अनि के पाउँछ यहाँ तपाईँको? यहाँनिर तपाईँको चाउमिन पाउँछ, मोमो पाउँछ, जस्तो अब यो अन्डा चाउमिनहरू जस्तो यो खानाको तरिका, मासु चिउराहरू पाइन्छ। मासु खाना त त्यस्तै सबै कुराहरू पाइहाल्छ होइन। मटन खाना भयो, चिकन खाना, बफ खाना, माछा खाना, बङ्गुर खाना, यो सबै पाउँछ। जस्तै अब ग्राहकहरू अब कस्तो खालको आउनुहुन्छ तपाईँको? ग्राहकहरू अहिलेसम्म त ठिकै आउनु भएको छ। कसैले पनि कम्प्लेन गर्नु भएको छैन खानाको बारेमा। होइन जस्तै अब पठा राइडरहरू हुनुहुन्छ, अब अफिसमा काम गर्ने हुनुहुन्छ, कस्तो खालको ग्राहकहरू आउनुहुन्छ? खाना ग्राहकहरू कस्तो खालको आउनुहुन्छ? ग्राहकहरू कोही चाहिँ अब अलिकति ल्याङ गर्नेहरू आउनुहुन्छ, बाहिरबाट के चियापान खाएर आउनुभएको होला होइन। त्यसरी कोही चाहिँ ल्याङ गर्नेहरू पनि आउनुहुन्छ। तर उहाँहरूलाई हामी राम्रै तरिकाले सम्झाएर पर्छु, यहाँ चाहिँ यस्तो हुँदैन, यो हाम्रो फ्यामिली जस्तो फ्यामिलीको घर हो, फ्यामिली जस्तो फ्यामिली रेस्टुरेन्ट हो भनेर हामीले त्यस्तो ल्याङ गर्नु दिन्छ अहिलेसम्म चाहिँ। र राम्रै तरिकाले हामी सम्झाएर पठाइदिन्छौँ उहाँहरूले। अहिलेसम्म हाम्रो यहाँ झगडा गर्न हामी जस्तो उहाँहरूले गर्नु खोज्नुभयो भने पनि म एकदम तरिकाले मिलाएर, यस्तो होइन भोलि आउनुहोस् पर्सि आउनुहोस् मिलाएर कुरा गरेर पठाइदिन्छु। अनि जस्तो यो अब तपाईँले मासुहरू अब जस्तै आफूले अब यहीँ बनाउनुहुन्छ कि अब बाहिरबाट ल्याउनुहुन्छ कि कसरी ल्याउनुहुन्छ? सबै कुरा यहीँ रेडी हुन्छ, सबै कुरा रेडी। मासु चाहिँ बाहिरबाट आउँछ, काँचो मासुहरू भयो जति पनि अब बङ्गुर, चिकन, माछा, बफ जति पनि बाहिरबाट आउँछ। तर बनाउनु हामी सबै यहीँ बनाउनु भन्नाले जस्तै अब बङ्गुरको अब सिँगै अब कुखुराहरू जिउँदै लिएर बनाउनुहुन्छ कि काटेर? सबै काटेर आउँछ। यहाँ हामी बनाउने ठाउँ छैन र स्टाफ पनि पुग्दैन, त्यो कारणले बाहिरबाट बनेर आएको हुन्छ।
काटकुट गरेर बनाएर त्यसरी चाहिँ यहाँ त्यसरी पठाइदिनुहुन्छ उहाँले बनाउने चाहिँ जति आइटम बनाउनु पर्ने छ त्यो हामीले बनाउँछौँ जस्तो भेज खाना पाइन्छ कि नै भेज खाना पाइन्छ भेज खाना पाइन्छ भेज खाना कति भन्नुभयो 130 छ 130 भेज खानालाई 130 अनि जस्तो यो भेजमा अब खानाहरू अब के आउँछ त्यसभित्र के पर्छ भेज त्यसमा तरकारी आयो दाल आयो सलादहरू आउँछ अनि अचार अनि यस्तो सबै कुरो साग सबै जे जतिमा पाउँछ मासु मात्र पाइन्छ ए मासुको लागि फेरि अब थप हुनु पर्यो मासुको लागि थप हुन्छ कति पैसा लाग्यो अब मासुहरू रेट भन्दैन न सर र तपाईँको अब के खाना मासु चिकन खाना भनेको तपाईँको 170 हो हजुर बफ खाना भनेको 180 बङ्गुर र माछा भनेको 190 एकदम सस्तो खाना यहाँ मटन खाना भनेको 250 अनि जस्तै अब कति ठाउँ त अब सस्तो अब यहाँ पनि सस्तो रहेछ होइन अब सस्तो दिएर पनि अब कतिजना झोल नथपिदिने होइन अब थप्दा पनि रिसाउने अब यहाँ कसरी दिनुहुन्छ यो अब जस्तै क्वान्टिटीको हिसाबले अब क्वालिटीको हिसाबले कसरी दिनु होला खाना सस्तो त सस्तो भइहाल्यो होइन अब तर कस्तो तरिकाले दिनुहुन्छ अब धेरै थोरै अब कसरी दिनु हो होइन त्यो त अब उहाँहरूले जति खानुहुन्छ अब मलाई यति चाहियो भने चाहिँ म हामी पार्सल बनाएर पठाउँदा पनि हामीलाई चाहिँ थप खाना हालिदिनु भन्दा पनि हामी थप खाना पनि फाल्टो पठाइदिन्छौँ त्यसरी हामी खाना जस्तै मासुहरू थप दिनुहुन्छ कि मासु चाहिँ थप दिन्छ अहिले किनभने मासुको रेटै बढी छ त्यो भएर मासु चाहिँ थपिन्न जे जति उसको भागमा पहिला सुरुमा हामी हालेको हुन्छ त्यसमा मासु त्यति नै हुन्छ तर ग्रेभीहरू चाहिँ हामी जति चाहियो भने हामी थपिन्छ जस्तै बङ्गुर खाना अब चिकन खाना 170 भन्नुभयो बङ्गुर खाना 190 भन्नुभयो अनि बाहिर बजारमा अब महँगी पनि धेरै छ अनि यति यो रेटमा चाहिँ दिन सकिने रहेछ त अब यस्तो हुन्छ सर मैले चाहिँ यो जस्तो यहाँ पैसा कमाउनु भनेर बसेको त होइन सर एउटा केही न केही होस् न सबैलाई सुविधा होस् होइन हामी त यो जस्तो मासुको पैसा तिर्दै भरे बेलुका सकिहाल्छ होइन एउटा भाडा तिर्दै सकिहाल्छ तर हाम्रो चाहिँ यहाँनिर चाहिँ अलिकति केही अरूलाई पनि हाम्रो साथीभाइहरूलाई पनि केही सुविधा होस् होइन त्यसको लागि कति काम गर्ने मान्छेहरू हुनुहुन्छ होइन काम गरेर अब घरमा बनाउनु भ्याउनुहुन्न होइन हुनुको लागि पनि भयो जस्तै अब दिनमा कति कुन समयमा ग्राहकहरू आउने गर्नुहुन्छ मेरो चाहिँ यो समय भने अब यो महिनावारीसम्म ग्राहक हुन्न जतिखेर पनि आएर चाहिँ खाएर जाने खालको ग्राहकहरू हुनुहुन्छ होइन अब मेरो बिहान 8:30 बजीदेखिको अब हजुर देखिरहनु भयो होइन 8:30 बजीदेखिको बेलुका लगभग 9 बजीसम्म चाहिँ यतिकै चलि नै राख्छ दिउँसो पनि त्यतिकै भिड हुन्छ अब हामीले पनि देखियो होइन भिडभाड भएको त हाम्रो चलि नै राख्छ दिनभरि नै यसरी नै बिहान 8 बजीदेखि 8:30 देखि बेलुका 9 बजीसम्म यतिकै चलि नै राखेको हुन्छ हाम्रो बन्द हुन्छ लगभग अब दिनमा कति जति ग्राहकहरू आउनुहुन्छ तपाईँले यसो अनुमानमा त लगभग 150-200 आउनुहुन्छ अनि लगभग इन्कमहरू अब कसरी हुँदो रहेछ कति आउँदो रहेछ इन्कम भनेको त हामीलाई व्यापार कतिको हुँदो रहेछ इन्कम ग्राहक भयो त्यति नै अब जस्तो हामीलाई अब एकजना बराबर 10 रुपियाँ 15 रुपियाँ 20 रुपियाँ त्यति आउँला फाइदा है त्यो सबै कुरो पठाएर त्यति आउला त्यसलाई जोड्नु पर्यो अब जस्तो 150 जनाले खायो भने त्यही 15 रुपियाँ 20 रुपियाँकै हिसाबले जोड्दाखेरि अब कति हुन्छ त्यसमै प्लस त्यही हाम्रो चाहिँ वात्तै धेरै हामी पैसा लिने होइन एकदम लेभलमा चाहिँ जाने जस्तै अब तपाईँ अब स्टाफहरू पनि हुनुहुन्छ भन्नुभयो स्टाफ खर्चहरू कति आउँछ कति निस्किन्छ स्टाफ खर्चहरू कति आउँदो रहेछ स्टाफ खर्च अब तपाईँको चाहिँ 6 जनालाई स्टाफ खर्च दिँदाखेरि अब हुन्छ आफ्नै घरको फ्यामिलीहरू तर उनीहरूलाई पनि छुट्याउनु पर्यो दिनुभयो जस्तो अब एकजना बराबर 10,000 12,000 15,000 महिनाको अनि यो जस्तै यो भाडामा बस्नुभएको छ कि यो आफ्नै भाडामा आउँछ भाडामा यो भाडाको चाहिँ कति लाग्दो रहेछ यसको यो भाडाको चाहिँ तपाईँको 35 देखि 36,000 पानीको जस्तो गर्मीको टाइममा यो बत्ती चलेको हुन्छ होइन फ्यान चलेको हुन्छ त्यही कारणले अलिकति महँगो हुन्छ जस्तो जाडोको टाइममा चाहिँ तपाईँको 30,000ले भ्याउँछ यो उँभोको मतलब यो सबै मैले किनेको भइहाल्यो त्यो भुइँको भाडा चाहिँ जान्छ अब विदेश पनि जानुभयो कमाइ पनि देख्नुभयो जस्तै विदेशको कमाइ र यही आफ्नै नेपालको कमाइमा के फरक पाउनुभयो तपाईँले के फरक हुन्छ सर विदेशमा कमाइ हुन्छ हुँदैन होइन विदेशमा कमाइ हुन्छ तर त्यसलाई सदुपयोग गर्नु जानु
र विदेशको खटाइ र यहाँको खटाइमा धेरै फरक छ, धेरै अन्तर छ। आफ्नो गाउँमा भनेको जस्तो आफ्नो तरिकाले हिँड्नु पाइयो, खानु पाइयो होइन, र अर्काको ठाउँमा गइसकेपछि धेरै दुःख भोग्नुपर्छ। यो कुरो मलाई पुरै जानकारी भएर म विदेशमा चाहिँ अहिलेसम्म मेरो मनले अब यस्तो हुन्छ कि नेपालमा बसिसके पछाडि यत्रो व्यवसाय गरिसके पछाडि यसले महिनाको कति कमाउँछ होला भन्ने चाहिँ हाम्रो घरमा एकदम उत्सुकता हुन्छ। यसो पैसा अनुमानमा यति भन्नु पर्दाखेरि ठ्याक्कै कति कमाइ हुँदो रहेछ? सबै खर्च गराएर नेपालमै बसेर एउटा मान्छेले व्यवसाय सञ्चालन गर्यो भने कमाइ कति हुँदो रहेछ एकचोटि त्यो पनि भनिदिनु न। यस्तो हुन्छ सर, अब जस्तो महिनाको म विदेशमा गएर कमाएँ भने महिनाको त्यही खाडी मुलुकमा गइन्छ। हामी धेरै पढे लेखा भएको मान्छे होइन, खाडी मुलुकमा गयो भने चाहिँ 50-60 हजार कमाइ हुन्छ महिनाको है। त्यो पैसा घरमा पठाइदिनु पऱ्यो। यहाँ भयो भने त सबै आफ्नो फ्यामिलीसँग रमाउनु पाइयो, नभन्दा पनि यहाँ 1-1.5 लाख पैसा मजाले हुन्छ। महिनाको 1-1.5 लाख पैसा मजाले हुन्छ, सबै खर्च गराएर महिनाको 1.5 लाख रुपियाँ हुन्छ। सस्तो खाना बेचेर पनि यति धेरै हुन्छ रहेछ होइन? भनेपछि अब जो पनि अहिले हाम्रो यङ एजमा खट्नु सक्नु पऱ्यो, यो ठाउँमा खट्नु सक्नु पऱ्यो। बिहान 4 बजीदेखि उठेर बेलुका 10 बजीसम्म खट्नु सक्नु पऱ्यो। पैसा हुन्छ यही ठाउँमा हुन्छ। तर साथीभाइसँग रमाउनु पनि पाइयो, हिँड्नु पनि पाइयो, खानु पनि पाइयो है, आफ्नो फ्यामिलीसँग रमाएर बस्नु पनि पाइयो। 1 लाख रुपियाँ मजाले बनाउन सकिन्छ व्यवसायबाट। अब तपाईँकोमा डेली ग्राहकहरू पनि हामीले देखिरहेका छौँ, एकदम धेरै भिडभाड पनि छ। के भन्न चाहनुहुन्छ आउने दिनहरूमा अझ यसलाई कसरी अगाडि बढाउन चाहनुहुन्छ, के छ? अब यस्तो हाम्रो जति पनि ग्राहकहरू आउनुहुन्छ उहाँले अहिलेसम्म हजुरको खानामा यस्तो भयो त्यस्तो भयो कसैले पनि भन्नुभएको छैन होइन। र आउने दिनहरूमा पनि अझै यही युट्युब च्यानल देखेर पनि होइन साथीभाइहरूले पनि सम्झेर यो ठाउँमा यस्तो रहेछ भनेर आउनुहुन्छ कि भन्ने मलाई एकदम आशा छ। हाम्रो मैले अघि याङ्गोको साथीहरू, पठा राइडर साथीहरू, ट्याक्सी चालक साथीहरूले पनि खाएको देखेँ, एकदम धेरै आउनु हुँदो पनि रहेछ। के छ त्यसमा विशेष के छ? उहाँहरूको चाहिँ यो याङ्गो कम्पनीले चाहिँ यहाँनिर सुविधा उहाँहरू पनि घुम्दै यसरी आउनुभएछ होइन। याङ्गोको कम्पनीले पनि घुम्दै आउँदा यहाँनिर देख्नुभएछ अलिकति सुविधा, सस्तो, मिठो देख्नुभएछ। र उहाँहरूले पनि हामीलाई पनि यसरी खुवाउनुहुन्छ कि भन्ने कुरो राख्नुभयो। हुन्छ अब सबैलाई खुवाउने नै हो होइन, सबैको लागि सुविधा दिने नै बसे अब म भन्नुहोस् भनेर उहाँहरूलाई 2-3 जोडी धाउँदा उहाँहरूले सबै कुरो मिलाएर आउनुहुन्छ। अहिले जति पनि यो नेपाल काठमाडौँभरि भनौँ न, काठमाडौँभरि यहाँ चलाउनुहुन्छ उहाँहरू सबै साथीहरू यहीँ आउनुहुन्छ खाना खानलाई। उहाँहरूलाई सुविधा चाहिँ यहाँ दिनुभएको छ, त्यही कारणले सबैजना यहीँ आउनुहुन्छ। कस्तोमा व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ अब फ्यामिलीहरू सबै मिलेर होइन। अब कहिलेकाहीँ अब त्यस्तो अब दिन अब कहिलेकाहीँ व्यापारै नहुने होइन, त्यस्तो दिनहरू अब आयो होला होइन। त्यो दिनमा व्यापारै नहुँदा दिनमा विदेशतिर कतै जानु पार्ने हुन्थ्यो, त्यस्तो हुन्छ कि नै तपाईँलाई? नै त्यस्तो लाग्दैन, किनभने म अर्काकै ठाउँमा 16 वर्ष दुःख गरेर आएको खाडी मुलुकमा, 6 वर्ष साउदीमा, 10 वर्ष दुबईमा। त्यही देखेर पनि म अहिले विदेश जानु मन लाग्दैन, किनकि आफ्नै घर गाउँमा अलिकति मैले जस्तो यहाँनिर एउटा सानो रेस्टुरेन्ट खोलेको छ। त्यो कारणले मेरो गाउँको साथीभाइहरूले पनि अलिकति काम पायो नि, 4-5जनालाई काम पायो नि यही ठाउँमा होइन। त्यो कारणले म यही ठाउँमा व्यवसाय गरेर बस्छु भन्ने मेरो चाहिँ उद्देश्य। तपाईँले अब यति सस्तोमा अब खाना दिइराख्नु भएको छ, अब क्वान्टिटीको हिसाबले नै हेर्दाखेरि अब धेरै नै देखिन्छ मासुहरू, अब चामलहरू। यो जस्तै अब अरू बाहिर ठाउँमा चाहिँ अब सस्तो खाना त हुन्छ नै होइन, सस्तो खाना भए पनि यो चामलहरू चाहिँ मोटो दिने होइन, सब्जीहरू थोरै दिने। तपाईँले यो चामलहरू कुन दिने गर्नुभएको छ? मैले सोना मन्सुली छ यो चामल भनेको, मैले नेपाली भान्सा भन्ने चामल छ एउटा। हजुर, त्यो हजुरहरूले देख्नुहुन्छ होइन, फोटो खिचेर लानु पाउनुहुन्छ। अनि जय हो त्यो चामल भनेको तपाईँको अहिले 2600 छ, 25 केजीको बोरालाई 2600 छ। त्यस्तो खालको चामल हजुरहरूले यहाँ देखि नै रहनुहुन्छ अहिले देख्नुहुन्छ। दाल भनेको त तपाईँको अहिले 200 रुपियाँ किलो पुगेकै छ होइन। अब एक साग खाना दाल चाहिँ कुन दिनुहुन्छ? जस्तै अब मैले एउटा कालो दाल लाउँछु, हजुर, मुसुरीको, एउटा रातो दाल मुसुरी, दुईवटा आइटम दाल। तपाईँकोमा अब डेली आउने ग्राहकहरूको लागि त रेट अब भनिसक्नु भयो होइन। जस्तै अब कोही अब यहीँ नजिक अब महिनावारी खाने हुनुहुन्छ नि, उहाँको लागि चाहिँ विशेष डिस्काउन्ट गर्नुभएको छ कि नै? उहाँहरूलाई जस्तो मैले चिकन खाना 170मा दिन्छ भने महिनावारी खानेलाई बिहान बेलुका महिनावारी खानेलाई 160मा खुवाउँछु।
ए महिनाभरि 160 मा जुनैमा पनि 10 रुपियाँ कमै जुनै चिजमा नि 10 रुपियाँ कम हुन्छ भेज खानामा 120 हो होइन महिनावारी खानेलाई चिकन खाना 170 60 भयो बङ्गुर खाना खानेलाई 190 थियो भने 180 भयो माछा खानालाई 190 थियो भने 180 भयो त्यस्तै कप खानालाई 180 छ भने 170 मा भयो त्यसरी हामी अझै पनि उसलाई माइनस गरेर उहाँलाई सुविधा दिनेछ जस्तै अब तपाईँको तपाईँको रेस्टुरेन्ट अब है अब खानाघर अब कहाँ छ यो अब दर्शकहरू अब कोही अब भिडियो हेरेर अब खाना आउन खोज्नुहुन्छ होइन उहाँकोलाई चाहिँ ठ्याक्क लोकेसनहरू चाहिँ भन्ने मेरो यो खाना यो रेस्टुरेन्टको लोकेसन चाहिँ कहाँ हुन्छ भने अब हजुरहरूले हेरिराख्नु भएको होला भोलि हेर्नुहुने हुनेछ राजधानी पेट्रोल पम्प अपोजिट साइडमा ठ्याक्कै पछाडिपट्टि खोलाको बाटो कपन जाने बाटो छ अनि यो त्यति भन्दा पनि हजुरहरूले जान्नु भएन भने गोपीकृष्ण वारीपट्टि ठ्याक्कै त्यहीँनिर छ ल हस् धन्यवाद समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद